हेलो गाइस, के छ हजुरको खबर? मैले त आज चिनबाट यति सामान मगाएको छ। के आयो त मेरो सामान देखाउँछु ल। के मगाएको मलाई पनि थाहा छैन के, तर कति धेरै मगाएछु के। कपडै कपडा छ हो मेरो त। टी सर्ट मेरो सर्ट हो के। वाह, कस्तो क्युट रहेछ त। ओ माई गॉड, यो मन पर्यो है मलाई। सर्ट हो, अब गर्मीमा लाउनलाई एकदम राम्रो हुन्छ भनेर हो के रे। साइज पो मिल्छ कि मिल्दैन। आम्मै कति सानो हो कि के हो। ओ, यो त एकदमै सानो हुन्छ कि क्या भाइ। के हो यस्तो। यो त बटन नलाएर लाउँदा चाहिँ हुने रहेछ। हेर्दै जाऊँ है। यो यस्तो रहेछ है। एकदमै सस्तो थियो अनि कटनको भनेर लिएको, खै एकदमै सानो छ साइज चाहिँ, तर क्युट रहेछ यो सर्ट। मेरो वान पिस, वाह, वान पिस पनि आयो। कस्तो छ, राम्रो छ त। देखाउँछु। ओ राम्रो छ। वाह, यो वान पिस चाहिँ मन पर्यो है मलाई। त्यो अघिको फर्स्टको चाहिँ सर्ट चाहिँ अलि राम्रो लागेन। कस्तो कस्तो छ के, सानो सानो साइजको। एल साइजको मगाएको, अरू साइजको रहेन त। यो के हो मेरो जामा फरक हो यो चाहिँ। यसरी गर्मीमा लाएर हिँड्नलाई कम्फर्ट भनेर लिएर आएको के। यो मगाएको छु अनि यस्तो छ। यो के हो, ए सर्ट पो रहेछ। मेरो हस्बेन्डको लागि नि सर्ट आयो। साइज चाहिँ कत्रो हो कुन्नी थाहा छैन। ओ, यो पालि सपिङ चाहिँ टन्नै गरेको छु कि गर्मीको लागि। के हो यो, कस्तो राम्रो छ जस्तो लाग्यो। उठाएर देखाउँछु। वाह वाह, राम्रो छ है त्यसरी लाउने यो जामा चाहिँ। वाह, सिनबाट किनेको त राम्रो रहेछ यो। वाह, यो पालि त कस्तो राम्रो राम्रो आछ। धेरै सामान किनेको छु। शिवमाननको किनेको है मैले चाहिँ 10,000 को। अनि ओ, कट्टु पनि कस्तो कम्फर्ट होला। वाह, यो पनि राम्रो छ गर्मीको लागि कपडा। यो पनि हेर्छु। ओ, सो नाइस, सो नाइस। वाह, मिल्छ कि मिल्दैन हौ। वाह, कटुरी यो लाएर हिँड्ने हो क्या, कस्तो शीतल हुन्छ। कस्तो क्युट, यो चाहिँ मन पर्यो साह्रै। यो पनि फेरि कति धेरै मगाएको छु के बडे कपडा त। ओ, यो आउटर गर्मीको लागि कसरी लाउने हो, खै कसरी हो। यसरी होला, लाएर देखाउँछु कस्तो छ, कम्फर्ट छ कि छैन। उल्टो पो लाग्यो कि क्या हो। लौ, कडक छ हो डिजाइन त। के हो योसँग नि सुहाउने रहेछ त। यो हातमा मात्रै लाएर हिँड्दैछ कि यसरी, पछाडि त केही छैन त। तर कस्तो कम्फर्ट रहेछ यो पनि। डिजाइन चाहिँ मराठै रहेछ। ओ, खतरा खतरा आएको छ यो पालि त चिनबाट। यो चाहिँ के हो, के मगाएँ थाहा छैन मलाई नै। कति धेरै मगाएको थियो नि त। क्युट फरक हो यो। योसँग चाहिँ यो लाउने हो। वाउ, यसरी बेबी पो हुन्छु कि क्या हो यो लाएर। बेबी जस्तै हेर्नु न। अनि यसमा यो डोरी पनि आएको रहेछ है, यसरी लाउने हो। कति धेरै के हो, कुटु झर्छ त। कति क्युट क्युट आएको सामान त।
वाउ, यो चाहिँ हातले बुनेको जस्तो त। ओ माई गॉड, वाउ कस्तो क्युट, यो पनि कस्तो मन परेको यो टी सर्ट झन्। वाउ कस्तो राम्रो राम्रो आएको है यो पालि त मेरो सिनबाट। यो पनि आयो। यो चाहिँ साह्रै सानो छ कि क्या हो क्या। यो पनि यसरी लाउने त्यो फरकसँग यसरी लाउने हो। एकदमै राम्रो लाग्यो है टी सर्टहरू चाहिँ। लास्ट राम्रो राम्रो आएको छ। पाइन चाहिँ अस्ति आइसक्यो। यो चाहिँ मेरो कपालमा लाउने फुल हो, कस्तो छ देखाइदिन्छु ल। के हो फुलको गेरा त झरिसकेको त। कहाँबाट खोल्ने भन्ने यस्तो गरेर फाडा गएर लाउनुपर्छ के कपडाहरू फाडामा जाँदा। अनि दुईटा रहेछ, यस्तो गर्ने होला। अनि अर्को चाहिँ यहाँ लाउने होइन, होइन यति मात्रै होला। भेरी नाइस। वाउ कस्तो ओरिजिनल जस्तै छ, कति राम्रो हो। यो चाहिँ मन पर्यो है। फेरि यहाँ पनि छ। ओ माई गॉड कति धेरै मगाएको छु मैले। यो चाहिँ इमोहरूको जस्तो काँटा बुढीहरूको। यो चाहिँ सानो क्लिप हो। वाह यो चाहिँ कस्तो राम्रो लाग्यो मलाई। आया कसरी हो यो पनि हेर्न कति क्युट, कति क्युट। वाह यो पालि त सामान टन्नै मगाएको के, कति राम्रो राम्रो आएर फेरि हेर्नु न। वाह कस्तो राम्रो, कति क्युट हो। वाह कपाल छोडा टक्क समुद्रमा गएर खिच्नुपर्छ। यो पनि एकदमै क्युट छ। यो पनि देखाउँछु ल। यो चाहिँ के फुल हो म त नामै आउँदैन हो त्यो फुलहरूको। नेपालमा हुन्छ नि त्यो, यो फुल के हो के हाम्रो गाउँमा हुन्छ, नाम चाहिँ थाहा भएन। यसको बाख्ना चाहिँ मलाई साह्रै मनपर्छ क्या यसको। हेर्नु यो कति क्युट छ क्या। वाउ ऐ वाउ भनेर कसरी हो। कस्तो क्युट हो यो पनि हेर्न। कस्तो क्युट हेर्न। मलाई चाहिँ साह्रै मन पर्यो है यो पालि। मेरो सिनमा कति राम्रो राम्रो आएको छ सामानहरू। यो पनि कस्तो क्युट रहेछ है। अब गर्मीमा यस्तो बाँडेर हिँड्नुपर्छ। के हो एउटा फुलहरू हट्टै झरेर आएको चाहिँ नयाँमै। हेर्नु न एउटा फुल झरिसकेछ अनि यस्तो भयो। अनि यो पनि छ कि हेर्नु न, मैले कपाल छोडेर हल्का यस्तो बाँध्न मन लाग्छ कि। अनि त्यतिखेर चाहिँ यो सानो क्लिप के टक्क लाउनुपर्छ। अनि कस्तो कम्फर्ट पनि हुन्छ नि त यस्तो गरेर, यस्तो बाँधेर हिँड्न कपाल छोडेर। वाउ यो पालि त यहाँ पनि रहेछ काँटा। कस्तो राम्रो राम्रो सामानहरू आएको मेरो। कसरी खोल्ने हो, कति टाइट पनि बाँधेको। यो चाहिँ मैले यो त खतरा छ त, खडा छ त हो काँटाहरू त। हेर्न मेरो कति धेरै काँटाहरू हेर्न। कति राम्रो राम्रो फुलहरू छ। सेम सेम आएछ कुनै चाहिँ कलरहरू चाहिँ। यो पनि एकदम बेस्ट लाग्यो। यो पनि राम्रो छ। अनि मेरो कपडा देख्नुहुन्छ कति धेरै हेर्न। वाह आज त मलाई एकदमै खुसी लाग्यो। ल यति हो है।